नमस्ते साथीहरू, आज म चाहिँ मेरो पहिलो भ्लग हो। साथीहरू सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। आज म चाहिँ उता पानी हालेको थियो खेतमा, अनि त्यो खेतबाट पानी हटाउन जाँदैछु। हेर्नु अलि लास्टसम्म हेर्नु होला है त गाइजहरू। यो चाहिँ चौतारी हो हाम्रो। म जाँदैछु गाइजहरू। उता पुगेपछि पनि देखाउँछु है त। गाइजहरू जाँदैछु अहिले चाहिँ। त्यता पुग्नुलाई अलिक टाइम लाग्छ होला, 2 मिनट 4 मिनट जति लाग्छ होला। उता खसी छ। यस्तो छ गाइजहरू। अब जाँदैछु। अब बजे के भन्नु, बजे अघि अगाडि गइसक्यो त। अहिले चाहिँ अब 9 बजिसक्यो। म चाहिँ अहिले जाँदैछु। है त के भन्ने रहेछ नि त बजेले। अब भिडियो बजेले गरेको थाहा दिन्न है त। बजेले भिडियो गरेको थाहा दिन्न, अनि के भन्नुहुन्छ हजुरले त्यस्तै सुनाइदिन्छु है। अहिलेको अहिले चाहिँ अब थोरै छ। अब आधी बाटो हिँडिसकेँ। अब थोरै छ एकछिनमा। त्यही 5 मिनटसँग लाग्थ्यो। म चाहिँ अहिले छिटो हिँडेको कारणले अब एकछिनमा पुग्छु होला। मेरो खेत चाहिँ तल यो यता हो, यो हो। अनि यता मैले बजी चाहिँ मैले देखिनँ। अब पानी हालेको थियो, पाइप पनि देखिँदैछ यताबाट। अब त्यता जाँदैछु म। अनि खोइहरू काट्नु पर्ला, आज फेरि त्यता गएर हेर्नु पर्ला। अनि चाहिँ अब के हुन्छ चराउनु लाँदै। अनि त्यो सकिएको छ भने ठिकै छ, छैन भनेपछि फेरि मैले पानी ल्याउन जानुपर्छ उता। म देखाउँछु अन्तिमसम्म। सबैले अन्तिमसम्म हेर्नु होला र अनि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र साथै सब्सक्राइब पनि गरिदिनु होला भन्ने आशा लिएको छु। गरिदिनुहुन्छ भन्ने पनि ठानेको छु त है त गाइजहरू। अब बजे चाहिँ उता पोखरीमा छन् के हो के भन्ने रहेछन् है। बजे पोखरीमा छन्। अब के भन्ने रहेछन् बजे पानी हाल्न सकेन कि के हो। बजेले हालेको छैन नि त पोखरीदेखि पानी, थाहा छैन। अनि म चाहिँ आज ढिलो आज के भन्ने रहेछ। सायद गाइजहरू अब घरमा पुगिहाल्यो, मलाई भनिहाल्यो। पानी छ कि नै? है त हेर्नुहोस् है। अब पोखरीमा पुग्यो। पानी चाहिँ धेरै रहेछ, भरिसकेको रहेछ। मजाले पानी हालिसकेको छैन। म पानी हाल्दैछु। हेर्नुहोस् है। एउटा चाल फाकै छ उता, हेर्नुहोस्। पानी चाहिँ बनाइयो। हेर्नुहोस् अलिअलि अब पानी जाने बनायो, यति भरेको रहेछ।
जाँदैछु तल त्यही गर्छ पर यहाँ पुग्दैन त्यो भरे खा त यहाँ पुग्दैन त्यो ना ढुट्का छुट्टा मात्र बड्ड ए पनि छुट्याइदिउँ खाँदा अझै म रुख काट्न जाँदैछु साथीहरू यो भेमल चाहिँ काट्छु अब एकछिनमा यो यतातिर हेर्नुहोस् न मेरो यो मेलानी र तौलहरूकै धेरै छ नि हेर्नुहोस् न पुरै तौलको झोलो हो यो तौलको झोलो अनि यो कुट्याबाट अनि पुरै तौलो योदेखि लाने यो बेलो पनि तौलको मोटोवाला हेर्नुहोस् न साथीहरू कति धेरै तौल भयो र यसलाई हामीले कोरिसकेको छैन अब थोरै चाहिँ कोरिसकेको छु यता मैले कोरेको पनि अब एक कट्टा जति कोरेको मैले तौल अब हेर्दै जानुहोस् अब आज पनि म माथिनिर अहिले तौल गाडीको पनि देखाउँछु है त गाइजहरू अहिले म रुख काटिहाल्छु अनि हजुरले एकैछिनमा देखाइहाल्छु है त भाइ साथीहरू अहिले चाहिँ रुख पनि काटिहाल्छु हेर्नुहोस् अनि तौल कति ठुलो छ हेर्नुहोस् त गाइजहरू कति ठुलो तौल छ हेर्नुहोस् कति ठुलो छ कमसेकम 2-3 फिट जति छ यो चाहिँ तौल मोटो पनि हेर्नुहोस् त्यस्तै छ गाइजहरू चरे सकियो गाइजहरू अब म थोरै छ यति हो अब घर जान्छु एकछिनमा अब 2-3 मिनटपछि घर जान्छु अब सबैले अब अन्तिमसम्म हेर्नु होला आज पुस लास्ट कति अब भोलि माघ लाग्यो अनि माघे सङ्क्रान्तिको लागि तौल पनि यो तौलो देख्नु होला मोटो छ तौल पनि हेर्नुहोस् अब चाहिँ अनि आज धेरै काम छ किनभने आज भोलि माघे सङ्क्रान्ति हो नि त माघे सङ्क्रान्तिमा हाम्रो गाउँमा मुढासुढा बाल्ने काम गर्छन् कि अनि त्यसैले हामीले मुढा पनि आज बाछा कुदाउँछु अनि त्यो भिडियो पनि देखाउँछु अनि भोलि त्यो बालेको पनि देखाउँछु अनि उखुस चढाएको पनि देखाउँछु भोलि 5 बजीसँग आउँछ है त गाइजहरू भिडियो युट्युबमा 5 बजे वा 8-9 बजी 10-11 बजीसँग आउँछ यो बिहान भोलि पर्सि बिहान आउँछ सबैले हेरिदिनु होला यो चाहिँ भोलिको तयारी हो उखु गाईहरू हामी मुढावाला जाँदैछु हेर्नु सन्चो धेरै छु पछाडि पनि छ अब अहिले चाहिँ राति भएर आगोवाला पनि देखाउँदैछु है त अन्तिमसम्म हेर्नु होला
हामी चाहिँ अब जान लागिसक्यौँ सबै अब राकाको तयारी छ हेर्नु सब जाउँ अब हामी जाँदैछौँ हेर्नु अब यतातिर जानुपर्ने हामी चाहिँ अब यता मुढा बाल्ने ठाउँ अब पुग्न लागिसक्यौँ पुग्न लागिसक्यो भन्दा नि पुगिहाल्यौँ अब यो चाहिँ हाम्रो चौतारी हो हेर्नु चौतारी साथीहरू अनि यता चाहिँ पानी छ पुरै अनि यता त उछाउँदैछ अनि यो चाहिँ अब दौरासन मुढाको लागि हिजो राति भन्नु लाग्थेँ माथि हाम्रो गाउँको केटाहरू अनि यो मुढी खात चाहिँ आग लाउँछु भनेर अनि आग लाएर देखाऊ भनेको आफू केही गरेको छैन हेर्नु अहिले उनीहरू भन्नु लाग्थे अहिले आफूले नि ला छैन केही समयपछि लाउँछु भन्नु लाग्थे अहिले 4:30 बज्यो अब 5 बजीतिर लाउँछु हेर्नुहोस् कस्तो छ अहिले पछि यो आज दिउँसो उखु चढाएर पनि देखाउनेछौँ अनि त्योभन्दा पछि मात्र भिडियो आउनेछ युट्युबमा सबैले हेरिदिनु होला र अनि माया पनि गरिदिनु हुन्छ भन्ने आशा लिएको छु साथीहरू है त साथीहरू अब चाहिँ हामी मुढा आग लाउन लागिसकेका छौँ हेर्नु यस्तरी वरिपरि रिच न हेर्नु एक फेरो भइसक्यो है त 2 फेरो ए 5 मा आगो सकेल ल बे 3 सकिएको तिर 4 भित्र ए गुल्लु पनि थाल्यो त यो हेर्नुहोस् गाइजहरू अब आगो चाहिँ लागिसक्यो आयो साथीहरू आयो गुल्लु लिएन विकास अब आगो चाहिँ सल्क्यो आयो साथीहरू अब आगो चाहिँ बलिसकेको छ हेर्नुहोस् ए एकचोटि खतराले खिच्नु अन्त आगो चाहिँ अब बलिसकेको छ गाइजहरू हामी चाहिँ यता ताप्नको लागि धेरै छ नि हेर्नु गाइजहरू यहाँ देखाउनु पर्यो यता चाहिँ धेरै आगो भएर धेरै टाढा गएन टायर सक्यो किन खिच्छ जाली बाँध्दैन अहिले धुने अनि धुने यो मात्र हो साथीहरू अहिले